नमस्कार साथीहरू, आज फेरि नयाँ DIY लिएर आइसकेको छु। आज चाहिँ म रिबनको बो बनाउँदैछु। यसलाई चाहिँ क्लिपमा अट्याच गरेर देखाउँछु म हजुरहरूलाई। त्यसको लागि चाहिँ मसँग एउटा रिबन छ। त्यो रिबनलाई चाहिँ 3टा साइजमा काट्ने, यहाँ भिडियोमा देखाए जस्तै। पहिला ठुलो साइज, त्यसपछि अलिकति सानो अनि अलिकति सानो गरेर तपाईहरुलाई कस्तो इच्छा लाग्छ त्यही अनुसारको नाप लिनु होला र त्यसलाई पछि यसरी सिलाइदिने। भिडियोमा हेर्नुस् है, जसरी मैले बनाइरहेको छु त्यसरी बनाउनु होला। यसरी 3टै रिबनलाई सिलाउने, 3टै साइजको रिबनलाई यसरी नै सिलाउने। यो दोस्रो रिबन हो र तेस्रोलाई पनि यसरी नै सिलाउने है। यो तेस्रोलाई पनि यसरी नै सिलाउने मजाले। अनि यो 3टै सिलाएको र यसरी मिलाएर राख्ने। यसलाई पनि ठ्याक्क दुईतिर मिल्ने गरी मिलाएर यसरी राख्ने। भिडियोमा राखे जस्तै हेर्नु होला, यसरी नै राख्ने। अनि यसलाई पनि फेरि सिलाइदिने, अगाडि पछाडि गरेर सिलाउने। 3टैलाई सँगै समातेर अनि सिलाइदिने। मसँग अलिकति म्याचिङ धागा नभएको हुनाले मैले अलिक गाढा पिङ्क कलरको धागाले सिलाउँदै छु। हजुरसँग म्याचिङ कलर छ भने म्याचिङ कलरले गर्दा राम्रो देखिन्छ। त्यसपछि यसलाई तान्दिने, सुर्के तान्ने अनि त्यसपछि गाँठो पार्दिने। 2-3 फन्को गाँठो पारिसकेपछि अनि त्यो गाँठोलाई लुकाउनको लागि फेरि एउटा रिबनलाई सानो टुक्रा काट्ने, त्यसपछि त्यसलाई पनि त्यही सिलाइदिने। हेर्नुस् त, यसरी सिलाइदिने। अनि त्यसपछि तल फेरि रिबनको काम हुन्छ। त्यसलाई चाहिँ यसरी फोल्ड गर्ने अनि काट्दिने यहाँ बिचबाट। भिडियोमा देखाए जस्तै गर्नु होला है। ल, यो तलको रिबनको लागि रेडी भयो। अनि यसलाई पनि त्यही पछाडि नै सिलाइदिने, अघिको जस्तै गरेर पछाडि अट्याच गर्ने राम्रोसित है। र यो सिलाइसकेपछि मसँग एउटा ब्ल्याक कलरको काँटा छ। म त्यो काँटालाई चाहिँ यहाँ स्टक गरिदिन्छु। ल, हेर्नुस् त, एउटा राम्रो बोवाला रिबन रेडी भयो। मसँग चाहिँ 2टा कलर भएको हुनाले मैले 2टा कलरमा गरेछु। यहाँहरूलाई मन परेमा अरू कलरमा नि गर्दा हुन्छ। कति राम्रो देखियो हेर्नुस् त। यहाँहरूले आफ्नो प्रिन्सेसहरूलाई लगाइदिनु होला। मेरो यो आइडिया यहाँहरूलाई कस्तो लाग्यो, मन परेमा लाइक, सेयर, सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।